हेलो हेलो हाई एवालेको कार्यकर्ताहरू हामी चाहिँ गोदावरी जाँदैछु के भन्छ अरे 2082 सालको 81 साल सकेर 82 सालमा घुम्न लागेको आज म चाहिँ फर्स्ट टाइम अघि गाडीमा झन्डै मरेन म चाहिँ यस्तै हो मलाई चाहिँ केही भएन तिमीले के भन्यो के भयो हामी सबैजना आइराख्छौँ कोही जाने हो जाने त जानुलाई नयाँ ठाउँ हैन नयाँ बोयफ्रेन्ड बनाउनु पर्छ भनेको छैन तर नयाँ वर्षमा नयाँ बोयफ्रेन्ड बनाउनु पर्छ ओइ नयाँ वर्षमा नयाँ बोयफ्रेन्ड बनाउनु पर्छ भनेको खोइ साथीहरु आज हामी चाहिँ गोदावरी घुम्न आइराको न्यू इयरमा नयाँ ठाउँ नयाँ गाउँ हैन अहिलेसम्म हामी आएको छैन अर्को नि आइपुग्यो हैन उहाँ दुईजना भाइहरु हुनुहुन्छ उहाँहरु चाहिँ अगाडि अगाडि हिँड्नु गएछ हजुरहरुलाई म देखाउन सक्छु है एकैछिन वेट गर्नुस् हामीले चाहिँ यहाँ गोदावरीमा साह्रै महँगो हुन्छ भनेर खाजा आफूले बोकेर ल्याएको मेरो पानी मेरो चाहिँ के हो खोइ दिउ को गर्यो हो यो चाहिँ के भन्छ कुरकुरु हामी सिन हेर्न सक्नुहुन्छ तपाईँहरूले देख्नुहुन्छ यी गोदावरी नआउनेहरूलाई है तर प्रायः जस्तो मान्छेहरूको गोदावरी चाहिँ पानी पर्दै हुन्छ है भाइहरू पनि अगाडि हिँडिरहेछ सिमे पानीमा जल्लै बेइमान गर्छ ए दुईजना भाइ चाहिँ यता हुनुहुन्छ एकजना चाहिँ खै किन रिसाउनु भएको अघि अघि हुनुहुन्छ एकजना यहाँ हुनुहुन्छ मेरा ग्रुपहरू तिनीहरू हुनु सबै एउटा भाइ कता भएर आएको नि आजको लागि मेरो बोयफ्रेन्ड हो चुज गर है चुज गर गाडीको माहौल यस्तो छ देख्न सक्नुहुन्छ हजुरहरूले यस्तो दामी दामी डाँडा यो चाहिँ टिकट काट्ने ठाउँको भिड हेर्नु चाहिँ साथीहरू त्यो त सानो छ नि त कि दुईजना भाइहरू गइसक्यो अगाडि वेट गरेर आएको सबैजना बहिनी उता छ मेरो त सबै भान्टा खुन्टु हो यिनीहरू है म ठुलो गोदावरी उता उता खानु गयो हाम्रो यो गोदावरीको सिनै पुरै के बारमा ल एक्सन ल तिनजना चाहिँ टक्कसँग टिकटक बनाउन लागेको है प्राय गोदावरीमा आउँछ सरी त्यता गएको छैन होइन तलै हामी चाहिँ गोदावरीबाट फर्क्यौँ है गाइस यस्तो दामी ठाउँ रहेछ कि हरियाली हरियाली डाँडा काँडा जमुनाको फेवा तलमा के हो यार यस्तो मामा श्री वाउ
बराउँदै जानुपर्ने कस्तो राम्रो लाग्यो। होइन हाम्रो सबैजना हाम्रै केटाहरू हाम्रो भन्दा